साउनी 200 रुपियाँ गोटाले दिनु न हौ। जब एउटा त हो ए किन्न मन छैन भने बरु नकिन, म त 200 मा त दिन्न। खोइ यता ल्याउ ए घरमा हिँड, म तँलाई घरमा बनाएर खुवाउँछु। हेत्तेरिका साउजी यो कसरी हो? किलोको 200 देखिस् 200 रुपियाँ त किलो मासु आउँदो रहेछ। ल ल साउजी लिनुहोस् ल बोक। अब हेर न घरमा बनाएर तँलाई म कस्तो बनाएर खुवाउँदो रहेछु। 200 मा किन्छस् 200 मा केजी नै आइदिरा। ल अब म काट्छु, गर त मसला पिन आगो फुक। साथीहरू यदि तपाईँहरू यो देशको झन्डालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नु होला। ल दाइ कोइला पनि ल्याइदिएको छु हेर, आगो फुक्नु पर्दैन। ल त्यसमा लगेर अगेनामा हाल त। बोक बोक बिस्तारी ल के। अनि दाइ साँच्चै त 200 भन्दा त ठिक छ त नि। अनि जे बनाउँछु भन्दा नि पाइयो। गरेट गाउँको घुम्दैमा हिँड्ने एकरा हो। यहाँको बाल्टी खोइ भने हेत्तेरिका कसले कता लग्यो? गरेट ओहो क्या दामी भएछ। ए सानै पाक्यो है अब। ल घर ओ ए खानालाई छिटो आइज। बाफ्रे कडा गरी बास्न आइरहेछ त परैदेखि। देखिस् त्यो 3 दिनको बासी खानु र यो अहिलेको आलो खानु कुन मजा भयो भन् त। ए तँ कहाँबाट लग्यौ बाल्टी? हामीले यहाँ आगो फुक्न ल्याएको थियौँ। ल खानु खानु।